आज त म मतदाता नामावली दर्ता गरेर आएँ है गाइज। मतदाता नामावली दर्ता गर्न धेरै सजिलो हुने रहेछ क्या। यसको लागि मलाई 3वटा कुरा चाहिएको थियो। माथिका 2वटा ओरिजिनल नागरिकता त्यसको फोटोकपी चाहिँ मसँग पहिले थियो र तेस्रो अनलाइन प्री रेजिस्ट्रेसनको कपीको लागि म गुगलमा गएँ, इलेक्सन कमिसन अफ नेपालको वेबसाइटमा गएँ र त्यहाँ अनलाइन प्री इनरोलमेन्ट माथि चाहिँ त्यसपछि मोबाइल नम्बर हालेँ। मोबाइल नम्बर हालेपछि ओटिपी पनि आयो र ओटिपी पनि हालेँ मैले। त्यसपछि यस्तो इन्टरफेस खुल्यो र यसमा मैले आफ्नो विवरणहरू सबै बुझाएँ। दर्ता गर्नका लागि नेपालीबाट लेख्नुपर्ने हुन्छ, त्यसको कारण हाम्रो मोबाइलमा नेपाली किबोर्ड हुनै पर्ने हुन्छ। दर्ता गरिसकेपछि यस्तो देखिन्छ। यसैलाई नै हामीले प्रिन्ट गरेर लानुपर्ने हुन्छ। प्रिन्ट गर्नुअघि चाहिँ हामीले एकचोटि यसलाई पढ्नुपर्छ। यसले गर्दाखेरि कुनै मिस्टेक छ भने चाहिँ हामीले यसलाई सच्याउन सक्छौँ। प्रिन्ट गराउनुभन्दा अगाडि हामीले पिडिएफबाट डाउनलोड गर्नुपर्ने हुन्छ र कति बेला यो नथिचिन भन्न सक्छ। यदि यस्तो समस्या आएमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ। र त्यसपछि मैले त्यो पिडिएफलाई प्रिन्ट गरेँ र म लागेँ हाम्रो इलेक्सन अफिस अफ खोराई। इलेक्सन अफिस चाहिँ हाम्रो जिल्ला अदालत कार्यालयको ठ्याक्क अगाडि रहेछ र म इलेक्सन कमिसनभित्र गएँ र त्यहाँ 3 नम्बर कोठामा गएँ र मेरो पालो पनि एकैछिन आयो। त्यहाँ बायोमेट्रिक हुने रहेछ र त्यो बायोमेट्रिक गरिसकेपछि मेरो नामावली पनि दर्ता भयो। आज 24 गते भइसक्यो। अब नामावली दर्ता गर्ने जम्मा अब 5 दिन मात्र बाँकी छ। त्यही भएर हजुरहरू पनि छिटै नामावली दर्ता गरिहाल्नुहोस्। नामावली दर्ता गर्न जाँदै हुनुहुन्छ भने घरबाटै प्रिन्टिङका कुराहरू गरेर जानुहोला। यसले गर्दाखेरि हजुरको टाइम पनि सेभ हुनेछ। र बाई बाई गाइज। अब अर्को भिडियो भोलिको लागि टाटा।